यस कार्यक्रमका सभापति आदरणीय अध्यक्ष क्षेत्रदेवी नेकपा माओवादीका वरिष्ठ नेता साथीहरू, उपस्थित जनसमुदाय, सरकारकर्मी, सुरक्षाकर्मी साथी, यो नेकपा माओवादी भनेको दलित पार्टी रहेछ। खास गरी निर्वाचनको प्रक्रिया सुरु भएदेखि यता देशैभरि देशका सम्भ्रान्तहरू, पृष्ठहरू, फिल्महरू, सत्ताको स्वाद खाइपाइ आएका कार्यहरू देशभरि के भनिरहेका छन् भने के नेकपा माओवादी 240 हालिरहेको छ। अध्यक्ष प्रचण्ड, डाक्टर माधव भट्टराई, उपाध्यक्ष नारायण लालजी समेत हालेको समाचार मात्रै मिडियामा सुनिन्छ, जिल्ला प्रशासनले सबै ठाउँमा त्यो समाचार सुनिन्छ। अध्यक्ष प्रचण्ड कसरी हालै हुनुहुन्छ भनेर हेर्न म कृतिपूर्वमा भएको थिएँ। मैले आफ्नो प्रतिक्रिया दिइसकेको थिएँ। अघिल्लो कार्यक्रममा डाक्टर नारायण भट्टराईले 2 वर्षको गफा गर्नुभएको थियो। धर्म तानाशाहको सरकार सल्लाहकार 2 वर्ष भएको थियो। त्यसको विचार के थियो भने 100 पल्ट झुटलाई दोहोऱ्याएपछि त्यो सत्यमा परिणत हुन्छ। अहिले यी नेकपा माओवादीको बारेमा त्यही भइरहेको छ। मलाई सम्झना छ, पहिले हिमाल मिडिया भन्ने एउटा सञ्चार माध्यम थियो, त्यसले राजा ज्ञानेन्द्रलाई लोकप्रिय बनाइरहेको थियो, नेपाली कङ्ग्रेस र एमालेलाई अलोकप्रिय बनाइरहेको थियो। संविधान सभाको पहिलो बैठकको निर्णयले राजा ज्ञानेन्द्रको लोकप्रियता देखियो। अघिल्लो निर्वाचनमा हिमाल मिडिया लगायत सम्राट समुदायका शासकहरूका अन्यायहरूका विभिन्न माध्यमहरूमा नेकपा माओवादी हारिरहेको मात्रै थियो। तिनीहरूले सुरुमा माओवादीलाई 3 सिट दिए, उदाहरणपूर्वक 6 सिट बढाए, आखिरीमा 15-16 सिट दिएका थिए। संविधान सभाको परिणामले देखाइसकेको छ, त्यसको व्याख्या गर्नु जरुरी छैन। मैले हिजो दमकमा भएको जनसमुदायको उपस्थिति आफ्नो घरबाट टेलिभिजनमा हेरेँ। दमकको उपस्थितिको आधार र उमङ्गलाई मात्र याद गर्ने हो भने दलित स्वभावको र दलितहरूको हितको पक्षमा लड्ने यी नेकपा माओवादी धेरै ठाउँमा हार्ला जस्तो मलाई लाग्दैन। जसले हराइरहेका छन्, हार्ने तिनले हो। अघिल्लो पटक जसले हराइरहेका थिए तिनले हारे। यसपटक यो नेकपा माओवादीलाई जो देशैभरिबाट हराइरहेको छ, त्यसपटक पनि हार्ने तिनैले हो। परिणाम धेरै टाढा छैन, हामीले धेरै कुर्नुपर्ने छैन। मलाई मानिसहरू सोध्छन्, यो देशमा प्रचण्ड भन्ने मानिस कतिजना छन्? म प्रति प्रश्न गर्छु, किन? हिमालमा हेरेर प्रचण्ड देखिन्छ, पहाडमा हेरेर प्रचण्ड देखिन्छ, तराईमा हेरेर प्रचण्ड देखिन्छ, मेचीदेखि महाकालीसम्म, कुना गङ्गरासम्म प्रचण्ड मात्रै देखिन्छ। मलाई नेकपा एमाले र नेपाली कङ्ग्रेसको नेतृत्वको याद आयो। नेपाली कङ्ग्रेस र नेकपा एमालेका नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा खुम्चिएर बसेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा हालिएर भन्ने डरले आफ्नो क्षेत्रभन्दा बाहिर कहीँ जान पनि तिनले आँट गरेका छैन। सम्पूर्ण चुनावी अभियानमा 3 ठुला पार्टीका शीर्षस्थ नेताहरूमध्ये प्रचण्ड मात्रको व्यक्ति हुनुहुन्छ जो देशैभरि घुमिरहनु भएको छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र चौधरीले एबिसी टेलिभिजनमा केन्द्रीय अनुवादमा भन्नुभएको थियो, यो देशको राष्ट्रिय नेता भनेको प्रचण्ड मात्रै हो। प्रचण्ड मात्र त्यो मानिसहरू जो देशव्यापी रूपमा घुमिरहेको छ। बाँकीहरू हारिएर भन्ने डरले खुम्चिएर आफ्नो निर्वाचन क्षेत्रमा कैद भएका छन्। फुलौरमा मेरा मित्र डाक्टर बाबुराम भट्टराईको चुनावी सभामा बोल्दा मैले भनेको थिएँ, मैले यस समयमा आशा राखेको धेरै समयको पार्टी नेकपा एमाले भनेको जनता पार्टी हो। जनता पार्टीको बारेमा धेरै चर्चा भइसकेको छ, त्यसको व्याख्या म गरिएन। नेपाली कङ्ग्रेस सबभन्दा माथिबाट हेर्ने हो भने मलाई वृद्धाश्रम जस्तो लाग्छ।
तीनटा बुढाहरू के बोल्छन् यिनीहरूले राम्रै बोल्लान् कि भनेर म सुन्ने प्रयत्न गर्छु के पनि बुझिँदैन बीच बीचमा जब टुक्रा काट्नु बुझिन्छ मलाई के लाग्छ भने नबुझेको राम्रो भएछ नेपाली कांग्रेस मधेसको दृष्टिले हेर्दा नेपाली कांग्रेस संगठन मधेस विरोधी पार्टी मधेसको आधार हेर्दा नेकपा एमाले मधेस विरोधी पार्टी हो जनजाति विरोधी पार्टी हो परिवर्तन विरोधी पार्टी हो धेरै ठुलो आँधीको बिचबाट मानिसहरूलाई सजग गराउने निम्नबाट बिउजाउने पार्टी माओवादी हो परिवर्तनको उच्चारण भएको माओवादी हो कसैले यसलाई संविधान सभामा टुङ्गो लाउन सक्छ भने नेकपा माओवादीले मात्रै गर्न सक्छ अरूले सक्दैन जसको एजेन्डा हो त्यसको सरकार बन्यो भने शान्ति प्रक्रिया र संविधान लेख्ने काम सहज रूपमा अगाडि बढ्छ परिवर्तनका सारा मुद्दाहरू जसले उठायो त्यसको हातमा संविधान लेख्ने कमान रह्यो भने संविधान लेखिन्छ अन्यथा संविधान लेखिँदैन त्यसले तपाईँहरू सबै ज्ञानी हुनुहुन्छ जागरुक हुनुहुन्छ मैले धेरै कुरा भन्नु पर्दैन मधेसका उत्पीडित नागरिकहरूको अधिकारको रक्षा गर्ने अधिकारलाई संविधानमा प्रत्याभूत गर्ने एकमात्र भरपर्दो पार्टी भनेको यही नेकपा माओवादी नै हो नेपालका उत्पीडित महिलाहरू दलितहरू मधेसी जनजाति तराईका विभिन्न क्षेत्रका मानिसहरू र नेपालका सीमान्तकृत समुदायका सशस्त्र मानिसहरूको अधिकारको निम्ति साँच्चै गर्ने पार्टी यो नेकपा माओवादी नै हो पार्टीहरू लाल गाउँ इतिहासको आदिमा लतारिएर गणतन्त्रवादी भएका छन् संहितावादी भएका छन् धर्मनिरपेक्षतावादी भएका छन् साम्यवादी भएका छन् त्यसले त्यो ढोंग हो निर्वाचनको परिणाममा तिनको ढोंगलाई तपाईँले स्वागत गरिनुपर्छ तपाईँ संविधानमा समानताको आधारमा न्यायको आधारमा पहिचान र प्रतिष्ठाको आधारमा आफ्नो भाग्य देखाउन चाहनुहुन्छ भने के नेकपा माओवादीलाई मतदान गर्नुहोस् यो कुरा तपाईँलाई सही लाग्यो भने तपाईँ जोजोले भेट्नुहुन्छ यो कुरा भन्दै हिँड्नुहोस् धन्यवाद जय